नमस्ते दर्शकवृन्द, मेरो मिनी भ्लगमा मेरो चाहिँ मिनी भ्लग चाहिँ अब चाहिँ सुरु हुन्छ बैरेनी स्कुलबाट माथि इलामची जाने बाटोको छेउछाउको भ्यू देखाइरहेको छु मैले तपाईँलाई। यो चाहिँ पिच भइरहेछ यहाँ चाहिन्छ। यसरी चाहिँ अगाडि बढेपछि अब हाम्रो बाटो चाहिँ एकछिन म चाहिँ कता जाने भनेर सोचिरहेको छु। अगाडि बढ्दैछु। यसरी चाहिँ अगाडि बढ्दै जाँदाखेरि मेलम्ची बाटो चाहिँ माङकाल भन्ने ठाउँमा पुगेको छु म। माङकाल चाहिँ बाटो चाहिँ माथि चाहिँ त्यो गाउँ देखिरहेको ठाउँ चाहिँ माङकाल हो। त्यसबाट माथि चाहिँ गयो भने उता पुगिन्छ शिवपुरी राजनीति हुन्छ। तर त्यो ठाउँमा म जाँदिनँ। म चाहिँ त्यसलाई चाहिँ दाहिने देखिरहेको बाटो चाहिँ त्यहाँ शिवपुरी राजनीति जाने हो। त्यसलाई चाहिँ दाहिने पारेर म चाहिँ अब तलतिर चाहिँ ढकाल गाउँतिर जाँदैछु। यो चाहिँ ढकाल गाउँ जाने बाटो हो। मेलम्चीलाई बाइपास पारेर चाहिँ म ढकाल गाउँ जाँदैछु। जुन चाहिँ ढकाल गाउँको छेउछाउमा चाहिँ मेलम्चीको चाहिँ पानी ल्याउने निकास गर्ने ठाउँ छ, जुनबाट चाहिँ काठमाडौँलाई चाहिँ पानीको व्यवस्था गर्नको लागि सुरुङ खनेको छ। त्यो ठाउँमा म देखाउन सकिनँ। म चाहिँ आफ्नो गन्तव्य चाहिँ अगाडि बढ्नको लागि आफ्नो आफ्नो गन्तव्य अगाडितिर लागिँदैछु। साथीहरू चाहिँ अब यो गाडी चाहिँ प्याक हुने भएको कारणले गर्दा चाहिँ भिडियो सुट चाहिँ मैले चाहिँ अब भएन होइन। राम्रो अगाडि ठाउँबाट गरेन, जस बिचौबाट मैले सुरु गरेको छु। तपाईँले चाहिँ सुरुदेखि लिएर अन्तिमसम्म हेरिदिनु होला। अब यस्तै हो बाटोघाटो, यस्तै छ नेपालको बाटोघाटो। फोहोर नभए पनि माटोको बाटो भएको कारणले गर्दाखेरि कोही जस बलियो नै छ। तपाईँले देख्नुहुनेछ स्वयं आफ्नो मोबाइलमा। यसरी एवं रूपले म अगाडि बढ्दैछु स्कुटरमा। मेरो यात्रा भइरहेको छ। मेरो यात्रा चाहिँ अब चाहिँ यो चाहिँ घाँस र माटोको जुन पुरानो बाटो भएको खासै गाडी नगुडा भएको कारणले गर्दा मान्छे हिँड्ने भएको कारणले गर्दाखेरि चाहिँ सडक चाहिँ आधी घाँस आधी सडक देखिएको छ। निकट भविष्यमा यो राम्रो हुनेछ भन्दै यो एरिया पहाडी जङ्गलको बाटो महसुस भइरहेको छ मलाई। किनकि अब यस्तै हो, नेपालको पहाडी इलाकामा बनेको बाटोघाटो यस्तै हुन्छ। अब त अब यहाँबाट चाहिँ अब चाहिँ मेरो बाटो चाहिँ यात्रा चाहिँ मैले देखिरहेको तलतिर जाने बाटो चाहिँ आलापट हो। माथिबाट पनि आलापट पुगिन्छ, तर यतापट्टि बाटो जाँदाखेरि चाँडै पुग्ने भएको कारणले गर्दाखेरि म चाहिँ अब माथि बाटोतिर लागिरहेको छु। जुन चाहिँ टिपरहरू चाहिँ मस्तसँग गुड्ने बाटो रहेको छ। एकदम हात दुखिरहेको छ चलाउँदाखेरि। उकालो बाटो छ होइन। अब के गर्नु, अब झिकझ्याक रोड भएको कारण टिपरको चाहिँ त्यो टायरले चाहिँ गुवाई खन्ने भएको कारणले गर्दाखेरि चाहिँ बाटो, त्यस कारणले गर्दाखेरि चाहिँ अलिकति स्कुटरहरूलाई चाहिँ अलिकति अप्ठ्यारो हुँदो रहेछ। बाइकहरूलाई, साइकलहरूलाई सोझै भए पनि हामी आफ्नो कर्तव्यमा पुग्छौँ। र टिपरको एकछिन त्यो
बाटोले खनेर असर पारे पनि मैले चाहिँ आफ्नो दुःख कष्ट सहेर भए पनि तपाईँहरूलाई चाहिँ अर्ग्यानिक भिडियो देखाइरहेको छु। तपाईँले चाहिँ नबिर्सिकन हेरिदिनु होला, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला, मेरो भिडियोलाई माया गरिदिनु होला। कालो बाटोमा यो कालो बाटोबाट अगाडि बढ्दैछु। एकदम कष्टकर बाटो छ यो, हेर्दाखेरि यस्तो देखे पनि सजिलो देखे पनि। अहिले चाहिँ म चाहिँ ढकाल गाउँ आएको छु। यो ढकाल गाउँको एरिया हो। ढकाल गाउँबाट यतापट्टि गयो भने चाहिँ आलापोट पुगिन्छ। धेरै जक्सनहरू छन् आलापोट जाने होइन, यतापट्टि फेरि आलापोटै जाँदैछु। आलापोट बाटो पुगिन्छ होइन, धेरै ठाउँ त रहेछ। अनि अहिले गल्ली झिकझ्याक पुरै टिपरले चाहिँ त्यो सामानहरू बोकेर लानु भएको कारणले बाटो पुरै हिल्लामे छ। हिल्लामे सडकलाई पनि केही अस्तव्यस्त अप्ठ्यारो भए पनि महसुस नगरिकन मैले आफ्नो मिनी भ्लगलाई चाहिँ अगाडि बढाएको छु। आफ्नो यात्रालाई अगाडि बढाइरहेको छु। यो ओह्रालो बाटो छ। कस्तो बल्ल बल्ल लग्यो यार। यसरी चाहिँ अगाडि बढ्दैछु। वरपर हरियाली बाख्राहरू चरिरहेका छन्। बाख्रा गोठालाहरू पनि यहीँ आइरहेछन् र चाहिँ मैले चाहिँ आफ्नो यात्रा एकछिन त्यहाँ बसेर चाहिँ कुराकानी गरेँ, कहाँ जाने कसो गर्ने भने मलाई चाहिँ त्यो मान्छेले चाहिँ तपाईँ चाहिँ अब यहाँबाट गयो भने तपाईँ चाहिँ भद्रवास भन्ने ठाउँमा पुग्नुहुनेछ भन्नुभयो। मलाई यसै मुताबिक म भद्रवास जाँदैछु। साथीहरू हेर्नु होला, जुन ठाउँमा चाहिँ एउटा यस्तो ठाउँ हो जुन चाहिँ ठाउँमा जाँदैछु जुन तपाईँहरूलाई कहिल्यै पुगेको छैन, जुन ठाउँमा डर एकदम राम्रो आउनु होला। गाउँ
थ्याङ्क्स फर वाचिङ।